माइनस भजन टोली उहाँहरूलाई अगाडि आएर आफ्नो भजन प्रस्तुत गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। राष्ट्रदेव पशुपतिनाथ श्री मर्यादा पुरुषोत्तम भगवान श्री राम, गोकुलवासी श्री कृष्णचन्द्र भगवान, सिद्धि विनायक गणेश, पवनपुत्र हनुमान का चरण कमलमा कोटि वन्दना अर्पण गर्दै, हे राम यही हो जन्म भलाइ खर्क गाविस पहिला ज्ञानोदय मावि हाम्रो दक्षिणपट्टि चेपे नदी
खर्क गाविस थियो अहिले राई नगरपालिका अन्तर्गत 1 नम्बर वडामा पर्छ यसै गरी बरङकला बजार अनि भगारी दलङ्ग बराङ यो सबै ठाउँ चाहिँ 1 नम्बर वडामा पर्छ भने नाति आडसारा पल्टे डाँडा भोलाले खर्क पल्लोटार मजुवा 2 नम्बर वडामा पर्छ त्यसै गरी धम्के तिमुरे डाँडा खर्क 3 नम्बर वडामा पर्छ भने अलकटार 7 विषे अनि माथि गोरा गाउँ तल लगायत चक्रतीर्थ धाम नारायण राम पर्छ 4 नम्बरमा वडा नम्बर 5 मा तिनचुले भन्ने ठाउँ पर्दछ र त्यहाँ चाहिँ हाम्रो नगरपालिकाको केन्द्रीय कार्यालय त्यही नै छ त्यहाँ नगर प्रमुख उपप्रमुख वरिष्ठ प्रशासकीय अन्य विभागीय कर्मचारीहरू त्यसै गरी पशुपन्छी स्वास्थ्य चौकी लगायत प्रहरी चौकी अनि शिशु विद्याश्रम मावि लगायत हिमालयन ब्याङ्क सबै त्यहाँका कार्यालयका कर्मचारीहरूले आफ्ना कार्यक्षेत्रमा रहेर जनताको लागि नारायण राम सेवा गर्दछन् गरी पसम जाँदाखेरि कहिले टाढो भयो अनि धमिली कुवा गौली टार हुँदै गएर तारको घाट हर्राबोट अनि त्यसै गरी क्रमशः माथितिर जाँदा मोरियाकोट जहाँ वीरभक्ति थापा जस्ताले जन्म लिएको ठाउँ र नेपालकै प्रख्यात ठाउँ जुन राइदासकोट छ त्यसै गरी क्रमशः जाँदा सिउँगारी कोके गाउँ लगायत प्याराजुन उपल्लो बराङ यो सबै क्षेत्रहरू 10 नम्बर वडा नै नारायण राम यसै भित्र पर्दछन् लमजुङ जिल्ला भनेको यो मध्य नेपाल गण्डकी अन्तर्गत पर्ने लमजुङ जिल्ला संस्कृतिले प्रख्यात जिल्ला हो यहाँ लोकगीतका गायक गायिकाहरू अनि त्यसै गरी ठाडो बाका गाउने गीतका गायक गायिकाहरू त्यसै गरी मारुनी नाच घाँटो नाच विभिन्न समुदायका आफ्ना संस्कृतिहरू त्यसै गरी बालुन भजन अनि ठाउँ ठाउँका आफ्ना समूहका आफ्नै लोकभजन आफ्नै लोकभाकाका गीतहरू गाइएको यो ठाउँ यो संस्कृतिले भरिपूर्ण भएको हाम्रो लमजुङ जिल्लाको संस्कृतिलाई हामी सबै मिलेर नारायण राम रक्षा गर्नु पर्दछ
जीवन जय